अनि यहाँ छ अन्त यो चाहिँ म आज हेलो अन्त म चाहिँ रेडी भइसकेको छु मेरो ब्याग मेरो झोला आजको मेरो चस्मा हो सबै रेडी भइसकेको छ अनि अब म चाहिँ वेस्ट जानु आँटेको छु अहिले म चाहिँ मेरो फिलहाल स्कुटीमा गएछु अब रेडी हुँदैछु म चाहिँ ग्लोभ्सहरू लाउँदैछु हो यो चाहिँ मेरो स्कुटी हो ग्लोभ्सहरू लगाइसक्नु आँटेँ त्यहाँ तल चाहिँ साथी छ रेडी हुँदैछ अब उहाँलाई भेटेर हामी चाहिँ निस्किनेवाला छौँ आज चाहिँ हाम्रो निकै लामो बाटो हुनेवाला छ नामथाङ घुमेर जानेवाला छौँ किनकि यता तल नेसनल हाइवे बन्द भएकोले गर्दा सो हेर्दै गर्नुहोस् होला ए ऊ अलिक भरै जाने अरे हजुर किन ऊ उठेकै छैन कि उनले गर्दा चाहिँ ए बुढोले बानेछ डह्रो बानिएछ त हौ बिचमा मात्रै भयो सालिक यता साइड दिइ भएन ठिकै छ नामथाङ बाटो चाहिँ दामी छ हौ हजुर अब हामी चाहिँ यहाँदेखि गान्तोक चाहिँ हिँडिसकेको छौँ हुन्छ हुन्छ साथी चाहिँ अब जाँदैछ पछाडि छु कस्तो मेरो भिडियोमा माथि भएको साथी बाटो अब हामी चाहिँ अब चाहिँ लाग्यौँ आमा बुढोले यहाँदेखि निस्केको रहेछ गयो बुढो छैन पस्यो जानु आज बिस्तारो गयो हुन्छ अलिक लामो बाटो छ इन्डिकेटर बुढो गयो
हाम्रो आज घर जुन लामो बाटो छ त्यो भएर भिडियो लामो हुन्छ होला, त्यो भनेर चाहिँ म तपाईँहरूलाई पुरा ढिलो देखाउनेवाला छु। रम्फू माइनिङ भएर नामथाङ दामथाङ भएर चाहिँ जानेवाला छौँ। कारण हाम्रो त्यो नेसनल हाइवे बन्द भएको कारणले गर्दाखेरि चाहिँ हाम्रो घुमाइ अलिक लामो हुँदैछ। हाम्रो सरको लागि चाहिँ एउटा उयो बाटो नजिक थियो, खासमा चाहिँ कुन चाहिँ भन्नुहुन्छ नि, यो राबङ्ला भएर लेकसेप, तर त्यो लेकसेप पुग्ने बिचमा चाहिँ त्यो कुन चाहिँ जग्गामा हो बाटो पुरा बेसी खत्तम भएको छ झरेर, त्यो जग्गाको नाम चाहिँ याद भएन। लास्ट इयर भन्दा पनि यही वर्ष होला उता साथीकोमा गएको थियौँ देन्ताम, त्यहाँदेखि फर्केर आउँदाखेरि नै अब पुरा खत्तम थियो। सुक्खा दिनमा पनि हो बाटो होइन। अब हिजोस्तो यिनी त पानी पुरा परेछ, त्यसले गर्दा हिजोस्तो भिडियोमै देख्दै थियो एम्बुलेन्स सवार परिरहेको थियो। त्यही कारणले गर्दाखेरि चाहिँ मैले साथीलाई त्यो बाटो नजानुहोस्, यो बाटै जाउँ भनेर भनिरहेको छु। तर बुढोको चाहिँ आज घुम्न डह्रो हुन्छ, बुढोको चाहिँ अब गेजिङ पुग्नुपर्ने हो नामथाङ दामथाङ भएर, त्यही भएर केही छैन। हजुर अहिले फिलहाल होस्टमा छु हो। अब म तपाईँलाई चाहिँ अलिक पर बाटो तल सिसागा एस्ट्रोनिङहरू देखाउनेवाला छु, सिधै एस्ट्रोनिङ टोपाहरू देखाउनेवाला छु। त्यसो नगरी चाहिँ मेरो भिडियो लामो हुनेवाला छ हो। सो त्यो भएर हेर्दै गर्नुहोस् होला। हिजो फुल ट्याङ्की पनि गरिहालेको छु, त्यही पनि यहाँ आएर फुल ट्याङ्क गरियो दुईजनाले, हेर्दै गर्नुहोस्। यो चाहिँ हाम्रो गान्तोक रानीपुलको जाम हो। गान्तोकमा चाहिँ हुँदैन अब गरिखानु साह्रो छ, जाम यति बेसी हुन्छ, सबै विचार गाडी नपाएर अगर परिरहेको रहेछ हो। जोक छ जोक। म चाहिँ फिलहाल रानीपुल छु, साथी पछाडि आउनुहुँदैछ। कस्तो जबरजस्त छ रानीपुल। यहाँ उता चाहिँ पाकिमहरू जान्छ, याद हुनेलाई त याद भएकै हो, नहुनेलाई भनिदिएको। रानीपुल ओह्रालो। अब हामीले अलिक खुल्ला पाउने हो भने चाहिँ रानीपुल टक्क यो ब्रिज कटेपछि चाहिँ हामी खुल्ला कुद्नु सक्छौँ हो, मजा हुन्छ त्यहाँदेखि चाहिँ। यहाँ उकालो बजार भनेपछि चाहिँ मन्डे टु फ्राइडे चाहिँ जाममा चाहिँ हामी चाहिँ लगभग झन्डै 3 घन्टा आउनु चाहिँ बजार पुग्छ होला। अब दसैँ छुट्टीमा त यस्तो जाम छ हो जोक चाहिँ। साथी पनि आउँदैछ आज चाहिँ, मेरो साथी भन्नाले चाहिँ पहिलाको सन्डे राइड जोसुम जान्थेँ नि म, डाक्टर सन्जय, उहाँ नै हुनुहुन्छ आजको पनि। प्रायः दुईजना सँगै भइन्छ। बुढोको क्लिनिक चाहिँ यता कता हो, यहीँ गएछौँ। बुढै आउँदैछ हजुर, बिस्तारै बिस्तारो ओभरटेक गर्दैछ। अगाडि यसरी हिँड्यो भने चाहिँ बुढोलाई 8 वर्ष र चाहिँ छिटै हिँड्छ। बुढोलाई अगाडि लगायो मैले, बुढो हिँडिहाल्छ बिस्तारो बिस्तारो, निकै नै दामी भएको छ। त्यसले गर्दाखेरि चाहिँ मजाले फोनहरू भाषाहरू भइहाल्छ बिस्तारो। ब्लकमा बनाउनु भएको यहाँनिर हल्का यता हाम्रो सर। हामी दुईजनाको जोडी चाहिँ फिलहाल छुट्टेको छैन, घरकै हुँदैछ। आज छुट्टिने भनेको जोरथाङ होला। जोरथाङ कि नाम्ची? जोरथाङदेखि हो, सिकिपदेखि हो। यो जग्गा चाहिँ मलाई पुरा मन परिरहेको थियो पहिला पनि, अलिकति तपाईँहरूलाई देखाइराख्छु छु। यो जग्गाको नाम चाहिँ के रहेछ हौ? सीताराम के हो? फेरि नेपाली पढ्नु पुरा बेसी आउँछ मलाई हो। ऊ के हो बुढो यो? सीताराम चाहिँ के हो? बाटिका हो। सीताराम बाटिका रहेछ, मजाको छ। टुरिज्म प्रमोट कम्ती। हजुर हुन्छ हुन्छ, हाम्रो माइलो आजको